फाइनल्ली हामी धन कसरी बचाउने भन्ने कुराहरू चाहिँ अनेक प्रकारका छन्। यो चाहिँ आफ्नै आफ्नै क्षेत्रमा छ। यसलाई चाहिँ तपाईँले कसरी लिन सक्नुहुन्छ भने खर्च तपाईँ कहाँ कसरी गर्दै हुनुहुन्छ भन्ने कुरो पहिलो खर्चमा ध्यान दिने है। मेन कुरो खर्च नै थाहा भएन भने धन बचाउन गाह्रो हुन्छ। तपाईँको मेन खर्च केमा गइरहेछ पहिला क्याल्कुलेट गर्नुहोस्। तपाईँको मन्थली इन्कम कति छ र मन्थली खर्च कति छ, जसबाट आएको रकम भनेको चाहिँ सेभिङ रकम हो भने। अब त्यसबाट जस्तै मानिलिउँ तपाईँको 30,000 रुपियाँ मन्थली इन्कमिङ छ मानिदिउँ। सपोज कति छ तपाईँको त्यो चाहिँ तपाईँको हिसाब तपाईँलाई थाहा छ होइन। 30,000 छ भने तपाईँको A to Z जति पनि छ मन्थली खर्च 20,000 छ, मतलब 10,000 तपाईँको सेभिङ छ। 10,000 रुपियाँ सेभिङ छ भनेपछि यो 10,000 त सेभिङ भयो। अब 20,000 देखि माथि जाने कहिले पनि मन्थली सोच्दै नसोच्नुहोस्। 1 मिनटको लागि है, यसको अर्को पनि विकल्पहरू छन्। जसमध्ये चाहिँ तपाईँले 5,000 चाहिँ एसआइपीमा छोडिदिनुहोस्। 5,000 चाहिँ तपाईँले ब्याङ्कमा कहिले पनि अब भविष्यमा निस्किने गरी चाहिँ यो 25 वर्ष 30 वर्षको लागि चाहिँ आँखा बन्द गरेर छोडिदिनुहोस्। त्यो पैसा चाहिँ बिचमा ननिस्किने हिसाबले राखिदिनुहोस्। र बचेको 5,000लाई चाहिँ तपाईँले के गर्नु पर्यो भन्दाखेरि इन्भेस्ट गर्नु पर्यो कुनै पनि कुराहरूलाई, साइड बिजनेसमा अथवा सिक्ने कुराहरूमा अथवा डेभलपमेन्ट गर्नको लागि अथवा डिजिटल क्रिएटरमा होइन। तपाईँले कुनै पनि युट्युब भिडियोजहरू बनाउनु पर्यो, ब्लगहरू बनाउनु पर्यो भने, रिल्सहरू राम्रो बनाउनु पर्यो भने अब त्यसमा चाहिने सामग्रीहरू जुटाउनको लागि त्यसलाई इन्भेस्ट गर्न सक्नुहुन्छ। तपाईँले भिडियो एडिटरको लागि तपाईँले भिडियो एडिटिङ सफ्टवेयर किन्न सक्नुहुनेछ, जसबाट तपाईँलाई भिडियो एडिट गरेर भविष्यमा धेरै सफलता प्राप्त हुन्छ। अरू कुनै भिडियो बनाएर तपाईँ पैसा कमाउन सक्नुहुन्छ क्या। कसैको भिडियो बनाएर दिनुहोस्, त्यसबाट पैसा लिनुहोस् होइन। आजकल अनलाइन त्यस्तो खालको धेरै कामहरू भेटिन थालेको छ। त्यो घाटाको कुरो होइन। यिनीहरू कुरोहरूमा चाहिँ खर्च गर्नुहोस्, इन्भेस्ट हो क्या यिनीहरू चाहिँ। अथवा कुनै पनि सेयर मार्केटमा हल्का इन्भेस्ट गर्नुहोस्। अब त्यसबाट पनि केही पैसा बच्छ भने चाहिँ त्यो चाहिँ, अथवा त्यसमा सोच्नुहोस् तपाईँले 5,000बाट 3,000 रुपियाँ तपाईँको यी सामग्रीहरूमा तपाईँले इन्भेस्ट गरेर बच्छ भने बचेको 2,000 चाहिँ तपाईँले इमर्जेन्सी फन्डको लागि छुट्टै राख्नुहोस्। यो चाहिँ आपतकालको लागि, यो चाहिँ फिलहालको लागि यति चाहिँ राख्दै गर्नुहोस्। भविष्यमा यसलाई बढाउनु पर्ने हुन्छ। अब 20,000 खर्च कहाँ भयो भनेर अब तपाईँले क्याल्कुलेट गर्नु भनेको थियो, त्यो हिसाब गर्दा चाहिँ कति निस्क्यो त? अब तपाईँको हिसाब गर्नु फाल्टुको खर्च मात्रै तपाईँको लगभग त्यसमा चाहिने भन्दा फाल्टुको खर्च 10,000 रुपियाँ एक्स्ट्रा निस्केको हुन्छ। हिसाब गर्नुहोस् है। अब तपाईँको के खर्च होला? मेन खानादेखि लिएर लाउनदेखि लिएर सुत्नु, दिनभरिमा चाहिने भनेको खाने, पिउने, सुत्ने, लाउने, घुम्ने फिर्ने इत्यादि होइन। यी खर्चहरू तपाईँको रेगुलर खर्चहरूमा पर्न सक्छन्। अब यी मध्येमा तपाईँको छोराछोरीहरू परे, बाबुआमा परे, इष्टमित्र परे होला तपाईँका। आफ्नो खर्च आफ्नो हुन्छ खर्च होइन। यी मध्येमा फाल्टु खर्च गर्नै पर्ने खर्च र गर्नै नपर्ने, गर्दा पनि हुने गर्दा पनि नहुने खर्च छुट्याउनुहोस्। गर्नै पर्ने खर्च त गर्नै पर्यो होइन। खानु पर्यो भने त खानको लागि हो भने त खानै पर्यो। अब लुगै लाउनु पर्ने त्यस्तै आवश्यकता पर्यो, नलाइ त बस्ने कुरो भएन, लाउनै पर्यो। तर त्यो पनि अब अरूको सान देखाएर अरूले 10,000को लुगा लगाइरहेछ भने तपाईँ पनि म पनि लगाइदिन्छु भन्ने चाहिँ होइन क्या। तपाईँलाई जुन देखाउनुपट्टि चाहिँ जाँदै नजानुहोस्। देखाउनेतिर जो मान्छे गयो त्यो पनि बेकारमै गयो है। भले तपाईँ केही समयको लागि आकर्षण देख्नुहुन्छ, तर त्यो आकर्षणले जिन्दगी तपाईँको पुरा गर्दैन क्या। भविष्य तपाईँको आत्मालाई आकर्षण गराउँदैन त्यसले। त्यही भएर देखावटीतिर जाने होइन। यदि आवश्यकता भए सामान्य तपाईँ खर्च गर्न सक्नुहुन्छ कपडा सम्बन्धी। तर फ्री ग्याजेट्स अथवा फोकटियाको ग्याजेट्सहरू, आवश्यकता नभएको चिजहरू किन्ने गर्न चाहिँ नहोस्। त्यसलाई पनि साइड लगाइदिइहाल्नुहोस्। त्यस्तो अत्यावश्यक बेकारको खर्चै नगर्नुहोस्। अनि त्यस पछाडि तपाईँको चिया, कफी, सिगरेट अब इत्यादि के छन् प्र्याक्टिकली खर्चहरू, एउटा ब्याड ह्याबिट हुन्छ नि त। त्यसबाट
तपाईँ कति बचाउन सक्नुहुन्छ, कति कन्ट्रोल गर्न सक्नुहुन्छ, भइसक्यो त छोडिदिनुहोस्। तर सबैको बसमा छैन होइन, सबैले छोड्न सक्दैनन्। छोड्न नसक्यो भने त्यसलाई कन्ट्रोल गर्न सकिन्छ केही मात्रामा। अनि त्यसको पनि म एउटा तरिका पनि दिनेछु कुनै एउटा भिडियोमा। यो त्यसलाई कन्ट्रोल गर्ने चाहिँ कसरी भन्दाखेरि कुनै पनि हाम्रो ब्याड ह्याबिटहरू हुन्छ नि, त्यसलाई इजिली कन्ट्रोल गर्न सकिने मसँग धेरै एउटा राम्रो फर्मुला छ। किनभने यो फर्मुला मैले खुद ट्राई गरेको हो कि मैले पनि ब्याड ह्याबिटलाई छोड्नको लागि धेरै गाह्रो पर्थ्यो, केहीले गर्दा पनि छुट्याउन सकेन क्या। तर एउटा यस्तो नयाँ तरिका मैले त्यो खोज्दा अब सिक्ने क्रम त हो नि, सिक्ने क्रममा जाँदाखेरि मैले ब्याड ह्याबिट छुट्याउनको लागि चाहिँ मैले सिम्पल फन्डा निकालेँ क्या। त्यो फन्डा चाहिँ म आउने समयमा अर्को भिडियोमा भन्नेछु है, कुनै भिडियोमा। तर अहिले हाम्रो मेन टपिक चाहिँ हाम्रो यो सेभिङ सम्बन्धी हो है। त्यस पछाडि इन्भेस्ट कहाँ गर्ने त भन्दाखेरि चाहिँ सोचेर गर्नुपर्ने हुन्छ। हामीले जसबाट पैसा प्राप्त हुन्छ थपिएर भने त्यसमा इन्भेस्ट गर्ने, होइन भने बिना सोचे समझे केहीमा इन्भेस्ट नगर्ने। ब्याङ्कमा राख्नुभयो भने पनि तपाईँको पैसा त्यति राम्रो, एसआइपीमा राख्नु भने ठिकै छ, तपाईँ केही क्षणको लागि राख्नुभयो भने त्यो पैसाको काम छैन। त्यो पैसा ब्याङ्कले मात्रै चलाउँछ। त्यो तपाईँलाई केही पर्सेन्टको 3%ले 4%ले ब्याज दिए तापनि तपाईँको जस्तै आज तपाईँले 1 लाख रुपियाँ ब्याङ्कमा सेभिङ गर्नुभयो भने 1 वर्ष पछाडि तपाईँको 3%ले गर्दाखेरि 1 लाखको 3% कति भयो भन्दाखेरि त तपाईँको कति भयो, 3000 रुपियाँ भयो। 3000 रुपियाँ थपेर आयो भने 1,03,000 रुपियाँ। तपाईँको भाउ नै 1,95,000मा आउँछ भने 1,03,000 दियो भने के फाइदा भयो त? अनि त्यसको मूल्याङ्कन त लगभग 95,000 95 3ले कति भयो, 98। अन्त उल्टै घाटामा भयो नि त। त्यसले त केही कमाएर त दिएन त। तपाईँको ठ्याक टु ठ्याक पनि त्यो ब्याङ्कले पनि कभर गर्न सकेन तपाईँको आजको मार्जिन, त्यो मूल्याङ्कन घट्दै जाँदैछ नि त। त्यो भन्दा चाहिँ अब बरु गोल्ड किन्नुहोस्। त्यो गोल्ड पनि किन्दाखेरि चाहिँ तपाईँले केही क्षणिकको लागि नकिन्नुहोस्। 4-5 वर्षको लागि किन्नुभयो भने चाहिँ तपाईँले त्यसमा फेरि पर्फेक्ट तपाईँको पैसा धेरै मार्जिन नभए पनि, धेरै फाइदा नभए पनि तपाईँको पैसालाई चाहिँ क्रास गर्दैन क्या त्यसले। पैसा बचाउने तरिका भनेको चाहिँ गोल्ड हो। किनभने यो चाहिँ भविष्यमा पनि न पहिलादेखि पनि होइन, यो अहिले पनि जहिले पनि समयमा चाहिँ यो पैसालाई चाहिँ क्रास हुनबाट बचाउँछ है। यो चाहिँ मूल्याङ्कन नघट्ने चिज हो। सुन हो नि त होइन, पहिला सुन्नेले त यो दुनियाँ चलेको थियो होइन। पैसा थिएन, मुद्रा त पछाडि आएको हो नि त यो होइन। कागज पेपरहरू चाइनाले सुरु गर्यो होइन, पछाडि अमेरिकाले त यस्तो राजनीति खेल्यो कि डलर बेकार त सुनै सिधाइदिइसक्यो डलर छापेर होइन। धेरै छन् यस्ता कुराहरू, तर अहिले ध्यान दिनुपर्ने कुराहरू चाहिँ इन्भेस्ट भनेको चाहिँ यसरी गर्नु। अनि तपाईँसँग अझै पैसा बढ्दै गए पछाडि चाहिँ तपाईँले रियल इस्टेट सम्बन्धी होइन जमिन खरिद्नुहोस्। जमिनमा चाहिँ तपाईँको पैसा कहिले पनि डुब्दैन। किन संसारमा कहिले पनि आपूर्ति हुने चिज भनेको चाहिँ जमिन मात्रै हो क्या। अरू सब चिज नयाँ नयाँ आउन सक्छ, नयाँ नयाँ बनिन सक्छ, तपाईँको सबै डुब्न सक्छ, तर जमिन चाहिँ कहिले पनि डुब्न सक्दैन। किनभने यो कसैले न बनाउन सक्छ न कहीँबाट झिकेर ल्याउन सक्छ। तर यो मान्छेलाई चाहिन्छ। जनसङ्ख्या बढे अनुसारले मान्छेलाई बस्नको लागि, घुम्नका लागि, खानका लागि होइन, खेतीबाडी गर्नका लागि जमिन आवश्यकता पर्छ। अब बिना यो मात्रै हो क्या हामीले नयाँ क्रिएट गर्न नसक्नु भनेको चाहिँ के एकमात्र भन्दाखेरि जमिनमा तपाईँले इन्भेस्ट गर्नुभयो भने फ्युचरमा राम्रो हुनेछ। अनि अन्य कुराहरू धेरै छन्। धेरै जाँदाखेरि त्यस्तो धेरै मार्केटहरू छन् होइन। तपाईँले अनेक छन्। अब चारतिर दिमाग कुदायो भने त एकैचोटि मान्छेको दिमाग खराब हुन्छ। तर सिम्पल कुरा भन्दाखेरि चाहिँ अहिले तपाईँसँग भएको कुराले चाहिँ यिनीहरू चिजलाई नै एकदम ब्यालेन्स राखेर गर्ने। अनि आफ्नो लागि पनि अलिकति पैसा चाहिँ खर्च गर्नुहोस् होइन। आफ्नो पर्सनालिटी बदल्नको लागि होइन, अथवा तपाईँको के भन्छ हाई स्किल सिक्नको लागि होइन, अनि तपाईँको खाना पिउन स्वास्थ्यको लागि होइन, पर्सनल हाइजिनको लागि यिनीहरूमा चाहिँ तपाईँले थोरै पैसा चाहिन्छ। यिनीहरूमा खर्च गर्न चाहिँ लजाउनु भएन। आजको भिडियो पनि लामो भयो है। अझै यसको बारेमा त यो कथा गर्दै गयो भने त कहिले नै नसिद्धिनेछन्। आजलाई चाहिँ यति नै राखौँ भन। यो हुँदाहुँदै
10 मिनेटदेखि माथि पुगिसक्यो। अहिलेलाई चाहिँ यति नै है। हस् त, धन्यवाद। भेटौँला अर्को भिडियोमा। बाई, टाटा।